हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। अब तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र म नि सन्चै छु। आज पनि हामी लाकुकोट नाच्दै गाइज। लाकुकोट दुईजना आइरहे हामी फ्री फायर खेल्ने। अब कामै फ्री फायर खेल्ने, गेम खेल्ने, सुत्ने। हाम्रो काम भनेको यही हो। थारा चाहिँ यस्तो छ यता, थारा यस्तो हो यता मल हेर्दा टट्टलारी बाँदरले मकै खाएर यस्तो बनाइदिएको गाइज। यस्तो भर्खर खाने बेला भयो तर बाँदरले सकाइदिइसक्यो। त्यो चाहिँ खोला हामी माछा मार्न जाने। कुनै दिन जान्छौँ हामी माछा मार्न। टक्क भ्लगहरू हेर्दै गर्नुहोस् होला। माछा मारेको त्यो पारीको क्रसर देख्नु सक्नुहुन्छ। त्यो पारीको क्रसर, यो क्रसर टक्क लाएर आज चाहिँ हामी बाँदर धपाउने काम गरिरहेछ। तेरीमा हात टुक्ने बाँदरलाई लखाड्ने हो आज। نصيحة لشخصيتك. हामी सुतेर भर्खर उठेको है गाइस। सुतेको यहीँ हो, यहाँनिर सुतेको लास्टै कमिलाले टोकिदियो। यो फेरि त्यहाँ माथि सुतेको थियो। यसको खुट्टा घाम डढेर यस्तो भयो गाइस। यहाँ सुतेको थिएन गाइस, खत्रै सुतेको थियो कि लास्ट घाम पोले है। म यहाँ तल आएर सुत्दै, यो पनि आएर सुत्दैछ कि यहीँ तल। उहाँ यो देखेको खेतमा चाहिँ हाम्रो बाउले गाई लानु भयो है गाइस। यता तलतिर यता यस्तै छ गाइस। यस्तै हो जिन्दगानी। यो यताबाट देखिने भ्यू, लोकल भ्यू। गेम सेम खेलेर मस्त बसिरहेको, मोबाइल पनि तातिरहेको, चार्ज पनि 17% छ जम्मा। टक लाएर हामी बाँदर आइ गाइस। यो टुप्पोमा म चढेको गाइस, यो टुप्पोमा म चढेको होइन। पर्सन भाइले पादे गाइस अस्ति नखाथे त बाँदरले त्यसको मकैको बुट चाहिँ यस्तो भयो। यस्तो भइसक्यो हे। यस्तो गरिदियो त्यो बाँदरलाई त अब समातेर चोट पिस बनाएर फ्राई गरेर क्वाप खानुपर्छ। तेरी माट टुक्ने यस्ता छ यार, दिन पनि मौसम पनि यस्तै छ। जिन्दगी जिउन गाह्रो छ। भ्लगमा देखाएको थियो तरिकाले यत्रो भइसकेको छ यार। कति छिटो यत्रो भइसक्यो, यत्रो भइसकेको छ गाइस। यो चाहिँ काउने रे, जाँड खाने रे जाँड। मेरो मसँग आउने कोही हुनुहुन्छ त्यसलाई, त्यसको बिहेमा मसँग आउने मेरो बिहेमा यही जाँड राखेर खानुपर्छ। फाइनल गाइस, आजको मेरो भ्लग चाहिँ यतिमै अन्तिम र फाइनल हुनेछ। र आजदेखि मेरो भ्लग चाहिँ कन्टिन्यू आउँछ। हेरेर आशा गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। मेरो भ्लग नराम्रो भए मस्त गाली दिएर जानु होला। रफ हुन्छ जे हुन्छ जस्तरी हुन्छ गाली दिएर जानु होला। हस्त धन्यवाद, थ्याङ्क यू।